फाइनली यो चाहिँ भइसकेको छ है। कति हाल्ने हो? जुम्मै पारी पारीदेखि आइरहेको। हाई गाइज, नमस्ते सबलाई, स्वागत छ फेरि मेरो अर्को ब्लगमा होइन। आजलाई के गर्नलाई ए हाम्रो चाहिँ बहिनी चाहिँ पुरै यसको पढाइ हो कि के हो यो। अनि मेरो चाहिँ यहाँनिर छ होइन, यहाँनिर राखेको छु। अब हामीले चाहिँ एकछिन भोक लाग्यो होइन। अब भोक लागेपछि हामीले नास्ता बनाएर खानु लाग्छौँ। अब नास्तामा पनि के छ भनेपछि यस्तो छ क्या, एनजे छ रहेछ नि। एनजेको मतलब के हुन्छ, हामीले यो चाउचाउ बनाएर खान्छौँ म र बहिनीले। सो गाइस, नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्न नभुल्ने, ओके। अब हामीले चाहिँ यो खोल्छौँ होइन। यो म यहाँ खोलिरहेको छु, कस्तो हुने रहेछ होइन। त्यो धाने छ कि यहाँ छ होइन। यो भयो यहाँमा ऊ पनि आउँदो रहेछ एउटा। अब हामीले यसलाई बनाउने तरिका सिकाउँछौँ है। ल यस्तैमा त हो, तातो पानी हाल्ने। यो यहाँ त्यसै यसको पनि कामै छैन कि रेता चाहिँ सिधै आउँछ यसलाई दुई औँला यसो गर्नु मात्र, अरू के। अब यहाँ चाहिँ हामीले तातो पानी हाल्छौँ होइन। कति हाल्ने हो? के हाल्यो भने निकाली सबै। हुन्छ ढोक्ने होइन। 5 देखि 6 मिनटसम्म गर्छ। 3, 2, 1, go! फाइनली यो चाहिँ भइसकेको छ है। हो यसलाई हामीले पानी चाहिँ हल्का ज्यादा भएछ, पानी फाल्छौँ। हाम्रो भइसक्यो है। अब हामीले हाल्छौँ यो फर्स्टमा, या दोस्रोमा राख्छौँ यसलाई हाल्छौँ दोस्रोमा। लास्टमा हाल्छौँ यसलाई। शून्य शून्य र 10 शून्य शून्य। यो मलाई हाल्दा है जोड्छ। अनि त्यसपछि हामीले यसलाई मजाले चलाउँछौँ है गाइस। यसलाई यो चम्मच पनि कस्तो चम्मच हो कि। शून्य शून्य र 10 शून्य शून्य र पागल भन्ने हुनु मान्छे। शून्य शून्य र 10। भिडियो लास्ट रहेछ क्या। सो गाइज, हाम्रो चाहिँ यस्तै भयो होइन। नास्तामा यस्तै भयो। तपाईँहरूको के भयो कमेन्टमा नभुलेर लेखौँ ल। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरौँ, फेरि यस्तै राम्रो राम्रो भिडियोहरू आउनेछ। सबलाई माया छ ल।